आइरहेछ तर याङ्गो आइरहेको छैन त्यो आफ्नो लोकेसनबाट नि हल्लिँदै पनि छैन म पहिला जस्तो पर्सनालिटी थिएँ त्योभन्दा एकदम डिफ्रेन्ट भइसकेको छु अहिले टाउ दुख्दैछ मेरो टाउ दुख्दैछ याङ्गर के भएको तिमीहरू दिमाग छैन You're concerned about my acne. यो मेरो hormonal acne हो यसको केही पनि सल्युसन छैन एकचोटि आउँछ फेरि यो आफै जान्छ How are you? How are you guys? I'm looking nice or not? The मेरो pimple I'm on my periods ये पिम्पलले मेरो दिमाग खराब गराछ एक पिम्पल के मेरो थोरै खराब भएको छ मैले मुखै दुखाएँ नै अफिसदेखि आइसकेपछि मैले खाना पनि खाइसकेँ तर मुख दुखाएँ मैले डोन्ट कल मी डिस्गस्टिङ जस्ट लिभिङ अलोन मेक्स यु फिल लेजी द्याट्स इट आप जैसा कोई मेरी जिंदगी में आए तो बात बन जाए तुम सकिन आँट्यो क्या disgusting. If you're eating food right now, sorry to make you feel disgust. जति मुख धोए पनि मुख त मेरो त्यही हुने हो. So, hello guys, welcome back to my channel. I'm Bhavana. If you know me, मिस्टी छ मेरो फोनमा 10% चार्ज अनि मेरो चार्जर अफिसमै छुट्यो. Can you believe? म आफ्नो एउटा साथीलाई भिख माग्दैछु मलाई त्यो चार्जर पठाउ गर्दै प्लिज के हुन्छ अब थ्याङ्कफुली मैले मेरो साथीलाई भिख मागेको थिएँ जो सक्सेसफुल भयो उसले याङ्गोमा पठाइदिएको छ अनि त्यो तल पुगिसक्यो सायद म्यापमा त त्यही देखाइरहेछ जसो मेरो भ्लगहरू अहिले चाहिँ करेन्टली अभियसली मसँग सब्सक्राइबर त्यस्तो क्वान्टिटीमा छैन भ्युअर छैन मेरो साथीहरू अनि यस्तै चिन्ने मान्छेहरू नै मेरो भ्लग 90% अफ देम हेरेर होला ब्याक देन आई डोन्ट नो आइरहेछ कि यो लाइट छ मसँग तर इट इज नट हेल्पिङ राइट नाउ आई जस्ट वान्ट टु नो मेरो भिडियोको क्वालिटी कस्तो हुँदैछ आई नो इट इज नट गुड इट इज ब्याड मेरो आइफोन 13 हो आइएम जस्ट ट्राइङ टु रिस्टार्ट म के गरौँ भनेर एन्ड अभियसली यो भिडियो के को बारेमा हुनेछ त्यो त म भन्नै भुलेँ यो भिडियो it will be just me yapping just random things जो मेरो मनमा आयो म त्यही भन्नेवाला छु जो अहिले मलाई राति कहाँबाट याद आयो कि म अझै भ्लग गर्छु लास्ट भ्लग मैले हालेँ त्यसपछि म ट्राई धेरैचोटि गर्छु है एडिट पनि गर्छु तर केही न केही भएर म पोस्ट गर्न सक्दिनँ लिभिङ एभ्रिथिङ अपार्ट मेरो बारेमा भन्नुपर्दा चाहिँ मेरो पुरा नाम चाहिँ भावना भण्डारी आई एम 22 years old राइट नाउ म अहिले करेन्टली ब्याचलर 4th year अब कम्प्लिट हुनेवाला छैन मलाई ब्याकहरू लागेको छ अभियसली किनकि आई एम वर्किङ म स्टडी र वर्कसँगै गर्न सक्दैन आई एम फुल टाइम वर्कर आई डु 3 जब्स टुगेदर म कस्तो भन्ने मन लाग्दैन फेरि भनिहाल्छु अब सबै कुरा भन्दैछु त भनिहाल्छु आई एम अ 9 to 5 corporate girl who works in an IT company as an HR, admin, accountant, all 3 in 1. Content creator. I live alone in ललितपुर धेरै कुरा गर्नु छ मलाई गर्ने कोसिस गर्दैछु म थ्याङ्कफुली बाई गड्स ग्रेस टच वर्ड मेरो लाइफ अहिले अलि स्मुथ नै जाँदैछ आई थिङ्क आई एम ट्राइङ टु मेक इट स्मुथ एज पोसिबल एज आई क्यान म पहिला जस्तो पर्सनालिटी थिएँ त्योभन्दा एकदम डिफ्रेन्ट भइसकेको छु अहिले I think I am more mature अहिले ममा धेरै ग्रोथ आइसक्यो कन्फिडेन्स आइसक्यो मेरो इन्टरेक्सन लेभल इन्क्रिज भइसक्यो विच इज गुड इन दिस सिटी यु निड सोसलाइजिङ स्किल्स जो त्यतिको छैन तर मलाई जति चाहियो त्यति छ हेर नबोलौँ धेरै सिरियस कुरा नगरौँ आई निड अ ह्युज ब्रेक मैले ब्रेक नलिएको पनि धेरै भयो न म कहीँ घुम्छु न म कहीँ जान्छु यस्तो साथीहरूसँग बाहिर जानु भन्ने पनि त्यस्तो केही छैन मेरो त्यस्तो खासै साथी छैन काठमाडौँमा आई हेभ मेड कपाल अफ 2टा साथी मेरो पुरानो कामबाट छ तर नयाँ काममा इट्स लाइक
अफिसभित्र वी आर सो गुड फ्रेन्ड्स अफिसबाट छुट्टी हुँदाखेरि वेयर लाइक इन्टु आवर ओन पर्सनल लाइफ म एकदम घुलमिल हुने कोअपरेट गर्ने मान्छे हो म नाइ भन्न कसैलाई सक्दैन तर एक टाइम्समा म कोअपरेट गर्न सक्छु त म एकदम अट्याच भएर बस्छु या एकदम लाइक who the fuck are you? I'm like this. Some call me egoistic attitude भएको किनकि I don't interact with random strangers. And some call me कति बोल्छ यो कति बोल्न सकेको होला के हो यो यति chaotic personality. I'm like this to those who I know. यस्तो मेरो दुईटा स्प्लिट पर्सनालिटीको डिसअर्डर छ मलाई सो इन कन्क्लुजन अहिले रातिको 9:30-10 बजिरहेछ होला सायद अहिले मलाई भ्लग गर्ने याद आयो मैले भ्लग गरेँ के बोले कति मिनटको भयो के मिनट भयो के पुरै भ्लगै यो बोलेको होला अहिले म सुनिँदै होला छैन म फोन चलाउँछु एन्ड यो पछिको क्लिप चाहिँ म भोलि बिहान मलाई उठेर याद आयो भने म बिहानै क्लिपहरू लिन्छु याद आएन भने पछि लिँदै गरौँला अब भिडियो पोस्ट गर्छु कि गर्दैन थाहा छैन तर म कोसिस चाहिँ पुरा गर्नेवाला छु भोटकेमा घन्टीमा 7:40 अलरेडी अफिस 8 बजे याङ्गो आइरहेछ तर याङ्गो आइरहेको छैन त्यो आफ्नो लोकेसनबाट नि हल्लिँदै पनि छैन आई एम रेडी म केही थोक्राको मेकअप पनि गर्दिनँ बिहान म आई एम नट अ मर्निङ पर्सन गाइज Everything is locked and I am ready to go. पछाडिबाट नै जाऊँ न त्यहाँ अप्ठ्यारो हुन्छ किती फेरि बोला अन्त त्यो म्याचिङ लाग्छ मन हामी आएछ So I'll go. I feel bad for you. I tree. And the game is over. कल गरेर आएको मैले अहिले देखेको भर्खर म भिडियो बनाइरहेको छु हाम्रो डेभलपिङ म्याम त खतरा हुनुहुँदो रहेछ अभी मैं सीख रही हूँ एक दिन करूँगी मैं भी खतर खिलाडीहरू यहाँ पो रहेछ निस्किने यहाँ त हाम्रो नसिक्ने मान्छे हियर फर जस्ट साइन लिनको लागि कासा म कासाको अर्को ब्रान्चमा जाँदैछु पहिले टु पुल्चोक टु गैरधारा टु सिटिसी मल लाइफ इज भेरी केयरटिक फर मी यस्तै हुन्छ एडमिनेचरको काम यही ट्याक्सहरूको काम भइरहेको छ द्याट्स सिग्नेचरहरूमा धेरै चाहिएको हुन्छ मैले यताउता जानुपर्छ एउटा ठाउँमा कोही पनि हुँदैन त्यही भएर मैले यताउता कुदेर तिनीहरू साइन लिन जानुपर्छ editing this vlog if you are concerned about my acne यो मेरो hormonal acne हो यसको केही पनि सल्युसन छैन एकचोटि आउँछ फेरि आफै जान्छ after some time this is hormonal guys please bear with this उमेरमा आइहाल्छ यस्तो
काम सकिसक्यो नाउ आई हेभ टु रन लिटरली रन टुवर्ड्स सिटिसी मल अडिटरको अफिसमा जिन्दगी मेरो खराब छ गाइस टाउ दुख्दैछ मेरो डाउन हुँदैन त्यो याङ्गो यहीँनिर थियो त्यो मुला साग उता कता भयो मलाई जब लेट हुन्छ तब यस्तै यस्तै हरकत गर्छ कि याङ्गो जहिलेको स्टोरी याङ्गर के भएको तिमीहरू दिमाग छैन मलाई लेट भएर यो बिलिभ गर्न सक्छ मैले भर्खर कस्ती देखिरहेको थिएँ अनि अहिले म कस्ती देखिरहेको छु बाइदमा म यहाँ चाहिँ कन्टेन्ट बनाउन आउँछु हप्ताको 1-2 दिन 1-2 घन्टाको लागि सो यहाँ इजी मनी अर्न छ साइड जब सो द्याट्स वाइ यो चेन्ज गरिहाल्छु इट्स डन म चेन्ज गरेर भागिहाल्छु यहाँबाट I'm so tired. Whole खाना पनि बनाएन. I'm not feeling well. I'm not feeling good. एक्लै बस्न मजा आउँछ तर यस्तो बेलामा एक्लै बस्न मजा आउँदैन. So yeah, that was it for this vlog. I hope you liked it. Yeah, that my life is not that adventurous. It is boring, normal, and